हेलो गाइस, नमस्ते साथी हो। आज चाहिँ म यहाँ चिसो पानी भान्जाको फर्ममा आएको छु। यहाँ आमाज्यू भेटेर हामी सिस्नु ढेँडो खाने कार्यक्रम छ। ल त हेर्दै जानु होला। यो चाहिँ 100 रुपियाँ? 100? ठिक हो ठिक हो। 100 रहेछ? 100 रुपियाँ के दिन्थ्यो? 100 रुपियाँ ज्यादा डुबेको त परिहाल्थ्यो। यो दिगोमा 100 दिने। यस्तो 92 वर्ष मान्छेले धुप बाटेर खतरा काम गर्नुहुन्छ हो मेरो आमाज्यूले। हेर्नुहोस् त आमाज्यू, कति जाँगर लागेको हो तपाईँलाई। आज भाइ भेटेर के भइरहेछ तपाईँलाई? एक्साइट भएको छ? एकदम खुसी लागेको भाइ भेट्यो, बुवा भेट्यो, अन्त खुसी लाग्यो। हेर अब धुप बाट्ने रे यस्तो विधि जम्मा भइरहेछ उसको यहाँ। लु लु गर्नुहोस्, गर्नुपर्छ। हात खुट्टा चलाउन्जेल त गर्नुपर्छ। मेरो त आमाजीले च्याख्ला पस्किनु लाग्नु भयो। अब हामी सिस्नु च्याख्ला खाने। अब यति हाल्नु है, मलाई त यति हो त्यति भए पुग्छ। तपाईँ खानुहोस् न। खोइ मलाई त चाहिँदैन। म त मोही खाँदैन। म त खाँदैन आज। अब म सिस्नु र के अरे च्याख्ला खाने। खोर्सानी करेप करेप ठोक्ने। अब हाम्रो के अरे यो मुखबाङ ल मुखबाङ। आमा आफूलाई त त्यति हाल्नु भयो। त्योभन्दा धेरै हाल्यो। अब हाम्रो मुखबाङ हुन्छ है। होइन धेर हुन्छ मलाई। म धेर हुन्छ आज। ऊ त्यो अगाडि त्यही हालिदिनुहोस् है मलाई त। हो त्यही घोताङताङ हो त्यही घोताङताङ हालिदिनु। मन भयो 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 त्यही हाल्नुहोस्। अब कहाँ हाल्नु भयो होला। लु भयो खाने हो। ल सिस्नुसँग मजाले खाने हो। ल तपाईँ खानुहोस्। यहाँ सिस्नु भए बेलामा त मन्टर नपकाए नि हुन्थ्यो। ल अब म खाएँ है त गाइस। ल भट्टाभट्टी खानुहोस् त। ल पहिले सिस्नुसँग। ल अब चराउनु पर्ने होला फेरि। पर्दैन है। जे खाए सोही चराए है। ल गम गम खानुहोस्। ल आज त के अरे लुङ्गी लाएर प्योर गुरुङनी लामाको लामा गुरुङनी भएर बस्नु भएको छ। लामा गुरुङनी भाउ लुङ्गी थुप्रो थुप्रो छ नि है। लाउनु मन लाग्दैन। त्यहाँतिर नि झुन्डिराखेको मामाले मुखबाङ गर्नुपर्छ। ल मामालाई चाहिँ मुखबाङ। लु बस्नुहोस् न तपाईँ पनि। अनि मामालाई मात्रै मुखबाङ गर्ने। म त छक्क पर्छ भने खाइहाल्छु त। म भरे खाजा खाने बेलामा भान्जाले मामालाई हेर्नु त फलफुल खानिदिनु भएको छ। ल त खाए त गाजी सिस्नु च्याख्ला। ए ल
मुखबाङ हुँदैछ मिठो छ सिस्नु मिठो छ यसरी खानुपर्छ नि त एकदम मिठो यो चाहिँ चिसापानी जापानिज कटेजमा चाहिँ यहाँ 3 दिदी भाइ बुहारी सबै बसेर चाहिँ मुखबाङ गर्दैछ त्यो भावनाले यसो सम्झनाको लागि ठिक छ ठिक छ एकदम ठिक बिहान टिपेर बनाएको बेलुकै टिभी राख्नु भन्थ्यो अन्त सिस्नु नि बिहानै आउँछ होला भनेर भात खाएर पो आउँछु भन्थ्यो मेरो त खतरा खाइछ नि चिसो पानीको फर्महरू यो उता टमाटर फल्यामा जानु न माइती हो टमाटर खेती हो हाम्रो भान्जो बाबुको हेर्नुहोस् त कति भाइ फल्नु लाएर रहेछ अब चाहिँ टमाटर फल्नु लागेको छ अब चाहिँ सिमी फल्नु लागेको छ ऊ ए खेती नै खेती खेती नै खेती कतिको ठुलो टमाटर फल्नु लागेको छु खेतैमा फल्ने रहेछ है यो कत्रो झुप्पा त हौ यो ए के यस्तो किरा लाग्ने हेर्नु न फेरि ठट आमामामामामा किरा त यस्तो लाग्दो रहेछ नि यो किरा हेर्नु न किरा ल हेर्नु यही किराले खाएको हो यस्तरी यस्तो खालको किरा हट किरा त ल सिमी पनि राम्रोसँग फलिरहेछ टमाटर खेती त कति ल परेलो बारी हो साथी हो यहाँ पो रमाइलो छ त ती रमाइलो ल धागो बानिसकेको रहेछ धागो चाहिँ यसरी बान्छ है साथी हो यी भान्जा बाबुको अब भइसक्यो टरेलो बारीमा खेती